चाउचाउ पाक्दैछ अनि यहाँ चाहिँ अन्डा पाक्दैछ बोइल अन्डा यो चाहिँ चाउचाउ हो। हेलो गाइज नमस्ते स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा। म धेरै पछि भिडियो लिएर आएको। यता शान्तिले फेन्टा हाल्दै छ। हेलो शान्ति। हेलो। हामी आज चाहिँ फेन्टा ह अनि करेन्ट चाउचाउ यो अब यसको मसलाहरु हाल्ने हो। कति हो पछि यो चाहिँ यसको मसला बिन गरेको मैले 2 PM हालेर शान्ति एउटा सिंगै यो कम्पनीको मान्छे अलि नरिसाउनु होला तर यो अलि टेस्टी हुँदैन के है। यो के गरि नपाएर मात्र यो खाएर भयो त्यतिखेर। अनि हामीसँग काँक्रो पनि छ। यो उस पनि मिसाको प्रीति पनि मिसाको म यसको ससमा हाल्छु। त्यसको न ओ सानो हामीलाई उस ल्याइदिन पर्यो के टाढोले त सानो तिमीले अघि मैले स्कुलमा दिथ्यौ नि त्यो दिन यहाँ मेरो पर्यो के हात काट्यो के छुटो ल्याइदिउ न छिल्ले राख्दिन भनेको ढिलो बोक्यो यो ढिलो भएर यो कहिले देखेको प्लान हिजो देखेको प्लान टाढो दिन्छ दिदी यहाँ हातमा लागेर खत्रै भयो। तिमी फेरि खानी हो फेन्टा डरो गर्मी भयो नि त शान्ति त अनि देखेन देखेछ यो साइड लगाउनु त यसरी गर्पा अब चाहिँ हामी खाना सुरु गर्छौँ। यो उस चाहिँ होइन फेरि च्यालेन्ज चाहिँ होइन शान्ति र मेरो यहाँ मिठो गफ चल्दै खाइन्छ। अब उस नै गर्नुपर्छ कि है मेरो के लाइफमा के है तेरो फेस लाग्ने बस्नु पुरो हुन्छ नि त है। मलाई नि धेरै चम्छ। हामी पोपो युजर पनि हो साथीहरू अनि हामी पोपो नि चलाउँछौँ। अब हामी यहाँ लाइभमा पोपोको फेस लाइभ बस्दै खानी हो। अलिक चर्को बोला सुन्दैन फेरि हो क्या। यो हाम्रो जिन्दगीको पहिलो अनुभव हो क्या यो गर्दै खाएको होइन। यसलाई अड्याउने ठाउँ कहाँ हुँदैन। यो अन्डा पकाएको भाँडा है हेरिबसेपछि भयो त नि है। ठ्याक्क 1 घन्टा 4:50 5:50 मा त ल्याउँछु बनाएर पुजाउनु यहाँ। तेरो रिचोलाई पनि राख्दे अन्डा है साथीहरू एक हो हामीसँग के उस पनि छ काँक्रो पनि छ अर्ग्यानिक यस्तो खतरा भिडियो खिचौँ न कस्तो भने हामीलाई खाना पनि खाइला गाइज यो टेस्टी कि नटेस्टी क्या बिना टेस्टीको पिरो हुँदैन। वाह खाएर आयो। तिमीतिर ध्यान हुन्न ल पोपो आज हामी यता खान्छौँ। कस्तो भयो
धेरै हाल्यो मिठो भयो सुप धेरै हाल्यो मेरो साथीभाइहरू कोही नआएछ अहिले कोही आएन धेरै बोल्दैन है हामी गफ गर्न त तिमी के गफ निकालौँ यो फेरि जहिले मन लाग्दै आउँछ कि भिडियो फेरि टाइम मम मेरो यो हाम्रो फर्स्ट टाइम हो अनि हामीले त्यति मिलाउन जान्दैन कि त्यही भएर कोही देखेन कि है शान्ति त आधा पनि देखेँ क्या हो पकाउनु मेरो त यहाँ नुन नै लाग्यो होइन नि त यो हाल्न त पिरो भयो फेरि हाल्छ मिठो भयो थोरै हाल्छु है मिक्स गर्नु तेरो बोइल अन्डा फेभरेट हो कि फ्राई दुइटै ठिकै हो सबभन्दा क्या सबभन्दा बोइल काँक्रो पनि खाए मलाई अस्ति बोइल अन्डा खानु मन लाग्यो भने त हाम्रो पागल जस्तो कुरा गर्छ अरे अस्ति फ्राई खानु मन लाग्यो भनेको फेरि मिठो पिरो अनि गर्मी मैले अन्जना दिदीलाई अस्ति यस्तो गरौँ भनेको के फेरि बोल्टाहरू गएर यो दिदी आज रिना दिदी आएन नि त कता गयो केटाकेटी लिएर गयो होला म सेयर गर्छु त्यो सबै दिदीहरू सबै दिदी मिल्ने रहेछ मान्छे खतरा लाग्छ मलाई त हामीले बोलाउनु उसले त बोल्नै हाल्छ हेलो भनेर है उनीहरू कसको लाइफमा छ कि यिनीहरू खतरा पिरो गाइस डरो हो मिठो पनि छ कहिलेदेखिको सोक हो यो पछि एकदिन फेरि भाडा पनि गर्नुपर्छ हाम्रो कहिले कहिलेको घाम पानी जस्तो भिडियोलाई माया गरिदिनुहोस् है साथीहरू
सबैले सब्स्क्राइब एन्ड लाइक गरिदिनु होला है पुष्पा गुरुङको युट्युब च्यानललाई। म रेगुलर हुन्न नि त, औँसी एकचोटि पूर्णिमा एकचोटि, कहिले त दुईवटा औँसी दुईवटा पूर्णिमा गइसक्छ। यो मेमोरीको लागि भन्दा पछिसम्म हुन्छ नि त है। फेरि पेन्ट थपेको है। आई एकछिन त मलाई त कति पो भोक लाग्थ्यो ए स्कुलमा। लाइभमा पब्जी हान्नु रहेछ। साख्नु मेरो एकचोटि त्यस्तो पिरो हानेको तेरो त तेरो हाउ गरे होइन नि त। के चाहियो लिस्टु बेबी? हे भगवान् डिजाइनर हुन्छ क्या पिरोमा योले काम गरेर ब्रेक। तैँले मुखबाङ गरेको च्यानलहरू के कसो हेर्छ? कोही हेर्छ? हेर्दिनँ मैले। मैले मेरो क्लास भएपछि केटीहरू लिन आउँदैन नि, त्यो बेलामा देखाइदिन्छ क्या। मिस मुखभरि थुकायो भयो मिस नहेर्ने प्रेमले। हेर्दिनँ त्यस्तो त। हेर्नुपर्छ क्या। हुन्छ हुन्छ खानु यो एकचोटि एकचोटि मैले खायो क्या नुन चपेन हो पछि थपेको भएर जाँदैन अरे हाम्रो हाम्रो आमाले हेरेको सबैले आइसक्यो होला। कतिवटा भिडियोको कपिराइट लाग्यो मेरो त।
ताजा र पिरो शान्ति बोल्न किन बोल्छ के बोल्नु मन छैन के बोल्दैन मलाई पुरै अस्ति न कोदो रोपेको हेरेँ कि हेरेन कोदोको बिउ निकाल्यो हेऱ्यो मामाले मलाई लाइक गरेँ नि मामाले हेऱ्यो के भन्छ पानी खाँचो परेको थियो मेरो सबै सकाउने बानी छ अन्डा खाने भयो हामी अब यहाँ भिडियो इन गर्छौँ भिडियो हेर्नु होला लाइक कमेन्ट गर्नु अनि सेयर गर्नु धेरै साथीहरू माझ पुऱ्याउनुहोस् अनि सब्स्क्राइब पनि गर्नु बाई बाई हामीले माया गर्नु होला है अनि हामी फेरि अर्को भिडियो पनि लिएर आउँछौँ फेरि धेरै माया पायो भने है त्यो जातपात थोरै पायो भने आउँदैन नि फेरि बाई बाई